फाइनल्ली गाइस अब यो पासपोर्ट हरियो पासपोर्ट पनि छोड्ने दिन आयो। अब यहाँ एयरपोर्ट पनि पुगिसक्यो। पछि हामी हाम्रो यात्रा भनेको कुन ठाउँमा आउने हो। عند الخروج من الطائرة وذلك بسحب القطعة الحمراء إلى الأسفل وفي حال عدم फाइनल्ली चाहिँ हामी चाहिँ अब प्लेनमा चढेको। फाइनल्ली अब नेपाल आएको। फाइनल्ली चाहिँ ल्यान्डिङ गरेर पनि बाहिर निस्किए। थ्याङ्क यू, गुड बाई। फाइनल्ली ओमानमा नि पुग्यो। हामी चाहिँ यहाँ ओमानको यो ठाउँमा छु होइन। यस्तो रहेछन् यहाँ ओमानहरू यस्तो हुँदैछन्। हामी चाहिँ ट्याक्कै यो होटलमा छौँ। हाम्रो होटलको नाम चाहिँ यो हो सफर होटल स्विट्स। यो होटल चाहिँ हामी बस्ने होटल पऱ्यो। अनि इराकको चाहिँ हो त नि ओमानको ओमान मस्कट चाहिँ यस्तो रहेछ है। यस्तो रहेछ। सुलेमानी गोइजा जस्तै छैन त होला हेर्नु त। कस्तो राम्रो छ सेम छ। कस्तो दामी छ। यहाँ आउनेहरू नेपालीहरूलाई सबैले राम्रो रहेछ। जस्तै अब यहाँ चाहिँ राजदूतावास एनपिसी सबै यहाँ भएको होइन। एकदम बिन्दास रहेछन्। म नि यस्तो फाइनली यता घुम्न आएको ल जुन देशमा थियो। अनि अहिले चाहिँ हामी बसेको चाहिँ यही होटलमा हो। यो होटलमा हो हामी बसेको चाहिँ। यो होटलमा हामी चाहिँ बसेको। अनि यसै घुम्दै घुम्दै आएँ। यो ठाउँ पनि पुगेँ। ओमान मस्कट पनि घुमेँ। यस्तो रहेछ। तर गर्मी चाहिँ डेन्जर रहेछ। तर यो देशमा गर्मी चाहिँ डेन्जरै रहेछ। गर्मी त बाफरे यस्तो डेन्जर गर्मी हो होइन। बाबा भन्नै पर्दैन यार। गर्मी मान्नै पर्छ गर्मीलाई चाहिँ यार। तर खजुरको बोटहरू नि हेर्नु न यहाँतिर। खामा यस्तो रहेछ थियो। ठिकै रहेछ। रमाइलो नै लाग्यो। 2 दिन 3 दिनको
भिसा पनि अब सक्न लाग्यो हाम्रो जम्मा 1 हप्ताको भिसा थियो अब हामी बस्नुपर्ने जम्मा 3 दिन मलाई चाहिँ जुन म बस्ने देशको जस्तै पुरा डाँडा पाखार रहेछ यहाँ पनि है यस्तो रहेछ पुरा डाँडै डाँडा रहेछ हामी जुन हामी बसेको त्यो तुर्किस्तानमा यस्तै थियो भने यहाँ पनि यस्तै आउँछ तर यहाँ चाहिँ गर्मी चाहिँ धेरै रहेछ है तर उता तुर्किस्तानमा चाहिँ यस्तो गर्मी हुँदैन यहाँ चाहिँ गर्मी चाहिँ एकदम डेन्जर रहेछ डेन्जरले भन्दा पनि डेन्जर मेरो चस्मा थिएन होइन आँखा नै यस्तो भइरहेछ यस्तो डेन्जर गर्मी रहेछ है भगवान पोल्ने रहेछ तर यहाँ मैले हेरेको होइन सबै कभरहरू चाहिँ एकदम हाई क्वालिटी मात्र हुँदो रहेछ यस्तो हुँदो रहेछ है सबै होइन त्यो लाटा डिजाइन भन्ने एउटा पनि छैन कि सबै यस्तो छ क्या केटी मान्छेको लागि मात्र रहेछ केटा मान्छेको लागि चाहिँ एउटै छैन रहेछ तर यो कभर चाहिँ सबै केटीको लागि रहेछ केटाको लागि छैन रहेछ अच्छा म नि एउटा अब यहाँ आइहाल्यो नआउने ठाउँमा आइहाल्यो भने एउटा यस्तो कभर एउटा किनौँ भनेको फेरि कभर किन्दा गर्दा चाहिँ फेरि यहाँ हाम्रो नेपालको हाम्रो एउटा बहिनी पनि भेट भयो म चाहिँ एउटा ज्याकेट किनेको अब यतापट्टि चाहिँ उतापट्टि चाहिँ केटाको अनि यतापट्टि चाहिँ केटीको रहेछ अनि त्यही भएर यस्तो आउँदै यता उहाँ बहिनी पनि भेट भयो तर उहाँले चाहिँ कभर चाहिँ तर जेसँग उहाँलाई कभर छान्नु चाहिँ आउँदो रहेछ कि कस्तो हाई क्वालिटी ठक्कै यसो हेर्दा एकचोटि वा कस्तो दामी देख्दो रहेछ है भएन कस्तो दामी कलरहरू छ है तर हामी केटामा सबै केटीको लागि मात्रै रहेछ हाम्रो लागि चाहिँ होइन रहेछ यो चाइनिजले कभर बनाउँदो रहेछ होइन केटा मान्छेको लागि बनाएको रहेछ सबै केटीको लागि यस्तो दामी यस्तो तर मलाई चाहिँ यो कलरहरू चाहिँ सबै राम्रै लाग्यो तर अब है त्यो कस्तो रहेछ राम्रो छैन नहुने रहेछ अनि त्यही त राम्रो रहेछ किने हुन्छ एउटा जाडो महिनामा केही हुँदैन सर्टको जम्मा 1 रुपियाँ छ यति सस्तो हुँदो रहेछ यहाँ ठाउँमा यहाँ अब यो चाहिँ कहाँको भन्दाखेरि चाहिँ यहाँ आफै पर्नु होला है फेरि कति छ त होइन 1 रुपियाँ 50 पैसा छ सर्टहरू यस्तो दामी क्वालिटीहरू छन् हाई क्वालिटी होइन प्यान्टहरू दामी रहेछन् है यो चाहिँ कहाँ भन्दाखेरि चाहिँ यो चाहिँ फेरि कहाँ भन्दाखेरि चाहिँ यसको ओमान मस्कटमा है ओमान मस्कटमा यति राम्रो कपडा उहाँ पनि हामी चाहिँ भेटेको उहाँ पनि कति सपिङ गर्न आउनुभएको रहेछ उहाँ पनि हाम्रो नेपालकै बहिनी हुनुहुन्छ भएन राम्रो छैन अनि 5 रुपियाँमै पाउने 3 रुपियाँ 4 रुपियाँमै पाउने यस्तो दामीहरू हुँदो रहेछ ओमनमा यस्तो राम्रो टी सर्टहरू होइन हाइनेकहरू होइन जम्मा 4 रुपियाँ छ यार भने चाहिँ कति सस्तो रहेछ हेर्नु यार यति राम्रो बेस्ट क्वालिटी छ होइन जम्मा 1 रुपियाँ पर्सेन्ट छ यार 1 रुपियाँ 2 रुपियाँ यस्तो छ कि यहाँतिर चाहिँ एकदम राम्रो छ म चाहिँ आज यही किन्ने भनेको होइन म चाहिँ आज यही किन्ने भनेको कस्तो लाग्यो चाहिँ राम्रै लाग्यो टी सर्टहरूको चाहिँ टी सर्टको त राम्रो क्वालिटी चाहिँ राम्रो रहेछन् तर यो चाहिँ ओमानी 3.5 2 रुपियाँ अनि 3 रुपियाँ 2 पैसा रहेछ होइन यस्तो रहेछ क्वालिटी चाहिँ अलिकति हाई क्वालिटी रहेछ राम्रो रहेछ यस्तो रहेछ यसको क्वालिटी कस्तो राम्रो रहेछ तर नलगाउने लाउनु पर्ने खालको रहेछ यस्तो रहेछ सपिङ गरौँ के चाहिँ आउँदो रहेछ